अनि म धेरै कुरा गर्दैन। मान्छे के को लागि? हामी मान्छे नि, मान्छे भनेको के? त्यो एउटा प्राणी। यो कुकुर र मान्छेमा के फरक छ? कुकुरमा विवेक हुँदैन, कुकुरले बोल्न सक्दैन, मान्छेमा विवेक हुन्छ। यो ठिक र यो बेठिक छुट्याउन सक्छ नि मान्छेले, कुकुरले छुट्याउन सक्दैन कतिपय अवस्थामा, अरू प्राणीले सक्दैनन्। मान्छेमा विवेक हुन्छ, यो गर्न हुने काम, यो गर्न नहुने काम भनेर मान्छेले छुट्याउन सक्छ है। कहिलेकाहीँ के हुन्छ भनेदेखि हामी कहिलेकाहीँ बेहोस हुन्छ, ओहो के हो कसो, आफूले आफूलाई नै बिर्सिन्छन्। त्यो हुँदाखेरि गर्न नहुने काम पनि गर्छौँ। जब चेतना आउँछ नि, ओहो म त मान्छे पो हो त, त्यो कुकुरभन्दा म फरक छु, त्यो स्यालभन्दा म फरक छु, त्यो गाई बाछा त्यो भैँसीभन्दा म फरक छु, त्यो भेडा बाख्राभन्दा फरक छु भन्ने त चेतना त हुन्छ त हामीलाई। अनि त्यस बखत के हुन्छ भनेदेखि ओहो मैले त गर्न नहुने काम गरेछु, जसले त्यो पनि सोच्नु सक्दैन नि। त्यो मान्छे चाहिँ मान्छे होइन अरे, त्यो चाहिँ भेडा बाख्रा सरह नै हो अरे। त्यस कारण हामीले पनि जीवनमा मैले पनि कति गल्ती गरेँ होला, उहाँले गर्नुभयो होला, तिमीहरूले पनि गल्ती गऱ्यो होला। त्यो गल्तीको रियलाइज हामीले गर्न सक्यौँ भने हामी मान्छे बन्न सक्छौँ। त्यो गल्तीको रियलाइज गर्न सकेन भने नि हामी कहिले पनि मान्छे बन्दैनौँ। दुई खुट्टा टेक्दैमा मान्छे हुँदैन नि। मान्छे हुन त मान्छेको व्यवहार, मान्छेको जस्तो व्यवहार गर्नु पर्यो नि। मैले उ गर्दा उहाँलाई दुख्छ भन्ने थाहा भएपछि मैले उहाँलाई पिट्नु भएन, चिमट्दाखेरि उहाँलाई दुख्छ भनेपछि चिमट्नु भएन। कुकुरलाई त्यो थाहा हुँदैन, आएर टोकिदिन्छ। हामी कुकुर त होइन नि त। त्यस कारण के गर्नुहुन्छ के गर्नु हुँदैन, के ठिक के बेठिक हामीले आफूलाई छुट्याउन सकेन भने हामी मान्छे बन्दैनौँ। मैले भने नि म पनि कति अवस्थामा मान्छे बनिनँ होला, कति गल्ती गरेँ होला, कति बिगारेँ होला। जब मैले मलाई चिने नि, म मान्छे हुँ भन्ने चिने नि, म अब गल्ती गर्दिनँ। अब भाइ बहिनीहरूले पनि जीवनमा के गरियो के भयो छोडिदिउँ ती कुराहरू, भयो अब गरियो, त्यतिखेर मान्छे बन्न सकिएन। अब त यहाँ आएर हेर्नुहोस् त, यत्रो ठुला मान्छेहरू यहाँ बागमती सफा गर्न आउनुभएको छ। तपाईँ र उहाँमा के फरक पर्यो? उहाँ पनि बागमती सफा गर्ने, तपाईँ नि सफा गर्ने कि तपाईँ सामान्य मान्छे हो र? मैले पनि बागमती सफा गरेर छु, प्राउड गर्न सक्छौँ नि हामी, सक्दैनौँ र? हो, त्यस कारण हामी अलिकति आफूलाई चिनौँ, म मान्छे। हेर के भन्छ भनेदेखि नि, एउटा मैले टुङ्ग्याउन लाएँ, यु आर नट योर बिहेभियर क्यान बी चेन्ज रे। कहिलेकाहीँ भन्छ नि म त यस्तै छु, तिम्रो आचरण होइनौ के, तिम्रो व्यवहार चाहिँ चेन्ज गर्न सक्छौ, तिमीले अनुहार चेन्ज गर्न सक्दैनौ होला। तिमी रामश्याम हरि छौ, त्यो नाम अब चेन्ज हुँदैन होला, नागरिकतामा छ। मैले यो गल्ती गरेँ भन्ने थाहा पाइसकेपछि आफ्नो आचरण त चेन्ज गर्न सकिन्छ नि। यहाँ खाडल छ भनेदेखि खाडल फड्केर त हिँड्न सकिन्छ नि। अब खाडल देख्दै गएर खाडलमै गएर जाकिन्छ भने त कसले के गर्न सक्छ र? भिड लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाम्न सकिँदैन भन्छन् नि। त्यस कारण हामीले चाहिँ के गर्नुपर्छ भने नि, म यो गलत बाटोमा छु, म गलत छु, म ठिक छैन भन्ने आफूलाई पहिला चिन्नु पर्यो। आफ्नो साथीहरू, आफूसँगका साथीहरू कहाँ पुगे म पनि पुग्न सक्छु नि। म भाइ बहिनीहरूलाई भनौँ, म यो उमेर, म करिब 55 वर्षमै म अस्ति गएर कलेज भर्ना भएको छु। म 55 वर्षको उमेर, जीवनमा पढिनँ मैले कति कुराहरू, म कुनै एउटा लेभल पढेर छोडेँ, अहिले मलाई चेतना आयो, पढ्न थालेको छु। अस्ति गएर कलेज गएर भर्ना भएको छु 4 दिन अगाडि गएर। त्यस कारण उमेर, म ढिला भयो, के पनि ढिला भएको छैन, परिवर्तन हुनसक्छ। मैले यति नै भने भाइ बहिनीहरूलाई एकदम धेरै भाइहरूलाई शुभकामना। केही पर्दैन, बाबु आमाको एउटा आशीर्वाद, उनीहरूको आँखामा आँखा जुदाएर हेरौँ, उनीहरूको तिमीहरूप्रतिको चाहना के हो, तिमीले के गरिरहेछौ, मैले के गरिरहेको छु। मैले मेरो बाबा आमालाई खुसी राख्न सकिनँ भने म मान्छे होइन। उनीहरूले जीवनभरि समर्पण गरे, मेरो छोरा ठुलो मान्छे बन्ला, राम्रो मान्छे बन्ला भनेर। तर हामीले राम्रो बन्न सकेनौँ भने उनीहरूप्रति अन्याय हुन्छ, पाप लाग्छ। पाप लागिसकेपछि हामीले प्रगति गर्न सक्दैनौँ। तर गल्ती हुन्छ, गल्ती भयो भने मैले ठुलो गल्ती गर्नै पर्दैन, सुधारिन सक्यो भने सक्यो। भोलिदेखि म मान्छे। हवस्, हामीहरूको यो बागमती सफाइ अभियान हरेक हप्ता चल्छ र यसको महानायक हुनुहुन्छ हाम्रो लीलामणि सर। आज वडा अध्यक्षज्यू यहाँ आउनुभएको छ, उतापट्टि हुनुहुन्छ हाम्रो सञ्चारकर्मी हुनुहुन्छ हाम्रो अच्युत अरियालजी हुनुहुन्छ, खै कता हुनुहुन्छ हाम्रो उहाँ नेपाल राष्ट्रिय लोक सञ्चारकर्मीको अध्यक्ष हुनुहुन्छ, एकदम लोकगीत गायकहरूको अध्यक्ष, केन्द्रीय अध्यक्ष हुनुहुन्छ। उहाँ विष्णुमती खोलाबाट आउनुभएको छ, शोभाकान्तजी हुनुहुन्छ। माथिल्लो बागमती सफाइ अभियानका निरन्तर अभियन्ता हुनुहुन्छ उहाँ डिपी खनालजी हुनुहुन्छ, खै यहाँ रामरी श्रेष्ठजी हुनुहुन्छ, भगवान पुरा संयुक्त रेखा। मैले सबैको
उता भगवान्जी हुनुहुन्छ र मैले यहाँ दिपेनजीलाई अलि अगाडि आउन भने अस्ति हामी यहाँ यहाँ अस्ति हामी आइसकेपछि तपाईँहरू भाग्यमानी हुनुहुँदो रहेछ। दिपेन जस्तो मान्छे पाउनु भएको छ, यस्तो राम्रो छ यहाँभित्र, तपाईँले स्वर्ग पाउनु भएको छ। यो स्वर्गमा आज हामी छैनौँ र हाम्रो एउटा परम्परा छ। यो बागमती अभियान सकिसकेपछि केही नाराहरू लगाउने, थोरै कुरा बोलेर हाम्रो लीलामणि सरले केही नाराहरू भन्नुहुन्छ। हामीले कमिटमेन्ट, हामी बागमती सफा गर्छौँ भने एउटा बागमती सफा गर्नु भने मन सफा गर्नु हो, मन सफा गर्नु भने देश सफा गर्नु हो। यो देश छ र न हामी छौँ, देशै भएन भने त हामी कहाँ रहन्छौँ त। त्यसैले लीलामणि सरले थोरै कुरा राखेर नारा लगाउनुहुन्छ, हामी लगाउँछौँ। हस्।